हामी कहाँ जाँदैछौँ? हामी अहिले जाँदैछौँ ओरेन्ज ला लेडिज एन्ड जेन्टलमेन बोइज एन्ड गर्ल्स टङ 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 हामी जाँदैछौँ ओरेन्ज बुढाबुढी भएर चेरी टिप्न चेरी टिप्न गएको पर्स नलिकन हिँडेछौँ क्यास छैन के हुन्छ अब है after long time 45 days नेपाल बसेर आएर काम गरेर एक हप्ता जति काम गरेर हामी चाहिँ अहिले बाहिर घुम्न जाँदैछौँ छेरी टिप्न आज चाहिँ मौसम पनि राम्रै छ पानी परिरहेको छैन घाम पनि यस्तो चर्को लागेको छैन त्यता चाहिँ 25 डिग्री सेल्सियस राम्रै छ टेम्परेचर ल हामी चाहिँ उतै भेटौँ है त ल see you guys there yes so finally हामी चाहिँ अहिले चेरी पिकिङ फार्म आइपुग्यौँ जो लगभग 2 hours लाग्यो कहाँदेखि भन्दा डबोदेखि वेलिङटन लिएर क्यास आउट गरेर आउँदा चाहिँ 2 hours लाग्यो हामी चाहिँ यहाँ लास्ट टाइम पनि आएको थियौँ यहाँ चाहिँ अरू ठाउँभन्दा धेरै अप्सन छ यो हाम्रो चेरी फार्म यहाँ सकेको छ अरे होइन अन्त हामी चाहिँ अब चेरी टिप्न जान्छौँ हामीसँग को छ कुकुर पनि छ चेरी टिप्ने किन भनेर चाहिँ होइन चेरी टिप्ने ठाउँ देखाइदिएछ यताभन्दा उतै छ जस्तो लाग्यो मलाई यता सोध्न माथिको होइन कि यो अनि यतातिर क्या पछाडिको साइडमा ब्युटिफुल चेरिज फ्रेस चेरिज दामी कहाँदेखि सुरु गर्छ अब चेरी चाहिँ यता आएर अब चाहिँ हामी चेरी टिप्न सुरु गर्छौँ फर्स्टमा खान्छौँ चाख कस्तो छ मिठो छ एउटा चाख नि त नाइस नाइस यो कालो कालोवाला झन् गुलियो छ यो कालो कालोवाला टाइपको छ नि बल्ल ठिक्क भएको क्या नाइस रातो रेड कलर रेड कलर मिठो छ मलाई यही कालो मिठो लाग्यो यो मिठो छ चेरी खान आऊ गाइस चेरी खान चेरी खाने हो कि बस्ने हो कस्तो मिठो चेरी हिजो काममा ल्याइदिएको थियो अमिलो थियो कता जाने कता हराउने हो चेरी यार चेरी पिकिङ कति पर्ने हो अब भात खाने डुब्लाउने अब यो चेरी खाएर बाँच्ने हो एकछिन हामी यहाँ चाहिँ के गर्छौँ चेरी टिप्छौँ एकछिन हामी हात आउँथ्यो दुईवटा बकेट केजीको $8 रे अब चाहिँ हामीले एकछिन टिपेर एकछिन यहाँ टाइम स्पेन्ड गरेर $8 जानेछौँ ल एकछिन हामी टिप्छौँ अब ल चेरी टिप्ने क्रममा हामी मेरो चाहिँ यति भइसकेको छ बुढी मौनले टिप्दैछ खाँदै टिप्दै ल जति टिप्यो पनि हुन्छ जति खाए पनि हुन्छ यति बनाइसकेको छ लग्न 8 केजी
$1 पर केजी लग्नको लागि खाना त जति पनि पायो पेटभरि वाकनभरि खाना पायो जति सर पनि भयो यस्तो यस्तोमा चाहिँ हेर्नुहोस् कति राम्रो है किरासिरा केही लाग्यो छैन केही लागेको छैन नि भरे होइन कस्तो बनाइदिनु चेरी हामी सक्दो तिर्छौँ कस्तो छ दामी छ खाने अब नाइस त्यति हुन्थ्यो त किन डुल्नु पर्यो जति पनि छ नि जति पनि छ मान्छेहरू आँखा खानु बेच्नलाई होला कति धेरै टिपे खानु है त्यसलाई पनि चेरी चेरी राम्रो छ किराहरू केही लाग्यो छैन है कस्तो दामी ल के गरे ओहो चढेर पो चढेर टिप्न लाग्छ चढेर कि चढेर दामी चाहिँ माथि माथि छन् मिठो एउटा हामीलाई पनि दिनु चाख्न के हो र अन्त पारा कस्तो आउँछ जुसी छैन झन् भएन अब बास्केटमा एउटा मात्र पर्यो क्या एकदम जुसी गर्नु चढ चढ बादर बट बी केयरफुल है यो सानोदेखि रुखमा चढ्ने बानी लाग्यो चोरी चोरी खान होइन बरु बाल्टिन देऊ बाल्टी दिन्छु के भइसकेको छ युट्युबमा बनाउनु ल यतातिर थियो लाउ न ल्याउ न के गरेको तिमी माया त राखेको छु यस्तो माथि माथिको झन् मिठो मिठो हुने रहेछ क्या जुसी लाउ त मेरो ब्याग समाउ ल यस्तो दामी ल मेरो बुढी माउले त्यहाँ माथि चढेर टिपेर छ बुढी माउ बिकेर फेरि यता हुन्छ त्यता त्यो रातो रातो होला के हरियो मिठो छ मिठो छ यहाँको जस्तै हो ल हाम्रो 2 पकेट हुन आइसक्यो लौ त यो समाउ ल हाम्रो मनमा वाइ वाइ चेरी टिप्न आएर वाइ वाइ खाने मान्छेको भन्दा एमएस राम्रो फार्म रहेछ रोज फार्म रोज फुल भएर रोज फार्म भयो उता पारिपट्टि सकिसकेको रहेछ यो स्पोर्ट मात्र बाँकी छ अलिअलि त्यो पनि सकिन्छ अब 10-15 दिनमा मान्छेले कति किलो लगिहाल्दै 110 किलो जो घोषणा गर्न चाहन्छु म र यस यात्राको प्रमुख अतिथिजीबाट केही भनाइ सुन्न चाहन्छु म भन्न जाओस् तेल टिपेर सकियो दुईजनाले 7 किलो समथिङ ग्राम टिपेर रहेछन् त्यसलाई प्याक गरेर पे गरेर एकछिन बसेर हामी सबैको मनमा वाइ वाइ खाँदैछौँ हामी ठ्याक्क 2 बज्यो हामी 3 बजी निस्किन्छौँ 3 बजी निस्किने दुईजना भएर क्या आमामा 3 बजी हुन्छ हो खानेबित्ती निस्किने होला खानेबित्ती निस्किनु पर्छ जस्तो छ त्यो चाय घर पुगिन्छ गरिन्छ 2 दिन भयो भात नखाएको आज नै रमाइलो भयो जस आज छुट्टी आज गएर भात पकाएर खान्छ मौसम पनि एकदम सफा शीतल शीतल डब्बोको गर्मी छल्नलाई यहाँ चेरी पिकिङ एउटा बाहना लिएर चिसो चिसो हावा पनि खान आउनु होला घाम भयो भने शीतल छ है म त रुखमा चढेर पनि टिपिरहेको छु मजा आयो टिप्नु ल अब हामी यहाँदेखि घर जान्छौँ सी यू नेक्स्ट टाइम नेक्स्ट इयर